अलराइट नमस्कार सबैजनालाई। सो यतिखेर मामा भन्छ रक्स हामी यहाँ छौँ र आज चाहिँ म एकदम स्लो ट्राभल गर्दैछु। मामालाई जाम भनेको मामाको चाहिँ विशेष काम पर्यो अनि खास हाम्रो प्लानिङ केही पनि थिएन। मलाई बस्दा बस्दा झ्याउला अनि त्यसपछि यसो दिमागमा लग्यो तानतिङ जान्छु भन्ने सोचाएँ। अनि तानतिङभन्दा माथि एउटा के डाँडा अरे खुमै डाँडा होइन गाउँ डाँडा होइन के अरे मलाई चाहिँ त्यो डाँडाको बारेमा चाहिँ मलाई हाम्रो अर्को डाँडा होइन म भन्छु यहाँ हाम्रो एलिना गुरुङ हुनुहुन्थ्यो हाम्रो नेपाली स्टारको विनर। उहाँले चाहिँ त्यो डाँडाको बारेमा भन्नुभएको थियो। त्यो डाँडा मलाई थाहा भइसक्यो कर्पु डाँडा कर्पु डाँडा यस एक्ज्याक्टली होइन। सो कर्पु डाँडामा जाने भन्ने हिसाबले चाहिँ म चाहिँ अब स्लो भ्लग गर्दैछु, आज स्लो ट्राभल गर्दैछु। सो मामा चाहिँ यहाँ मलाई छोड्न मात्रै आउनु भएको, बिदाई गर्न आएको चाहिँ म झोलासोला सबै झोलासोला सब मैले बोकिरहेको छु। झोलासोला टप गऱ्यो कर्पु डाँडामा जानलाई कर्पु डाँडामा जानलाई चाहिँ म अलिकति 1 घन्टा 2 घन्टा जति हिँड्नुपर्छ भनेको छ। पानी सानी सब बोकेर हिँडिरहेको छु। सो कस्तो हुन्छ बाटोको यताउति तपाईँलाई देखाउँछु। सो भिडियो लास्टमा हेरिदिनु होला। त्यही नै भन्नु। मामा के भन्नुहुन्छ अन्त्यमा? अनि यो भान्जाको चाहिँ युट्युब च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। भान्जा रक्स योपालि चाहिँ भान्जा 1 दिनको लागि माथि जाँदै हुन्छ। मेरो भोलि सुटिङ भएर चाहिँ जान पाएन, अलिकति घरैसी कामले गर्दा। भान्जालाई बिदाई गर्दैछु। भान्जाको यात्रा एकदमै सुखमय होस्, एकदमै रमाइलो फ्रुटफुल होस्। इन्जोय गर्नुहोस् है भान्जालाई। गुड लक। थ्याङ्क यू यार। सो नमस्ते। म चाहिँ यतिखेर यो के अरे काउँ खोला कटिसके पछाडि यो तानतिङ जाने बाटोमा चाहिँ एउटा विजयपुर पुल भन्ने आउँछ यहाँ, तपाईँलाई थाहा भएको कुरा हो। सो यो विजयपुर पुलमा आइसकेको छु। अब यो बाटो मलाई अलिकति कन्फ्युजन भयो। सो म एलिना मिससँग कोअर्डिनेसन गरेको हो। हाम्रो एलिना गुरुङ नेपाल स्टारको विनर हुनुहुन्छ। सो उहाँलाई चाहिँ म कल गर्छु। उहाँले के भन्नुहुन्छ उहाँ एकचोटि फोन गर्छु है। उहाँ मिसलाई फोन गर्छु। उहाँले मलाई चाहिँ अलिकति हेलो सर। हेलो नमस्ते मिस। नमस्ते सर। पायो तपाईले? म यहाँ चाहिँ यो विजयपुर पुल भन्ने छ नि, यो कामखोला कटेपछि के हो त्यहाँनिर पुगेँ होइन। अब उहाँलाई म फोन गर्न आँटेको। यो यहाँबाट खास जाने कहाँ हो मलाई ठ्याक्कै लोकेसन चाहिँ थाहा भएन कि। ए जाने लोकेसन चाहिँ मलाई थाहा भएन कि राम्रोसँग। विजयपुरबाट विजयपुर पुल छ नि हो यता सिधै जाँदैन माथि, त्यही ताङतिङ सिधै जाँदै गरेपछि एउटा दोबाटो आउँछ। त्यहाँ एउटा यता ताङतिङ यता सिक्लेस लेखेको छ, ताङतिङ लेखेकोतिर जाने। ताङतिङ लेखेको जाने त्यही लेखेको छ होइन? ए ओके ओके ल त्यो भाइलाई म फोन गर्छु। म माथि गएर फोन गर्छु तपाईँलाई। कस्तो भइरहेछ भिजिट? एकदम राम्रो। यहाँ राधाकृष्ण दर्शन गर्न ल ल ल ल ल तपाईँको एकदम रमाइलो होस्। म पनि अब तानतिङ गएर फोन गर्छु तपाईँलाई। ओके बाई 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 बाई। ल अलराइट सो ल अब इल्ना मिसलाई फोन गरेँ। उहाँले मलाई लोकेसन भन्नुभयो। अब यसपछि मेरो यात्रा तानतिङको रहनेछ र उहाँले अर्को नम्बर पनि दिनुभएको छ एकजना हिमाल सरको। उहाँलाई पनि म एकचोटि कल गरिहाल्छु। म त्यहाँ आउँदैछु भनेर जानकारी गराउँछु। उहाँलाई चाहिँ म जानकारी गराउँदैछु। उहाँको फोन चाहिँ यहाँ लाग्दैछ। आज चाहिँ लागिन्छ अब त्यसपछि तानतिङमा। कति टाइम लाग्छ यहाँबाट थाहा भएन भाइ। फोन उठेन यार, फोन उठेन। दाजु के अरे तानतिङ जाने बाटो कुन? तानतिङ यता तल बाटो कुन बाटो जान्छ? ए सिक्लेसन यता हो? ए तानतिङ यो बाटो चाहिँ तानतिङ जान्छ होइन? ए हस् ल तानतिङ जानु लाग्यो क्या तानतिङ। धन्यवाद है त। अब तानतिङको बाटो चाहिँ पुरै कच्ची हो। अब पुरै कति घन्टामा पुग्छ तानतिङमा? अब 1.5 घन्टा है पुरै कच्ची उहीँसम्म नभए कच्ची। ए
ए ल हस् 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 ल गाइजहरू अब तान्तिङ जाने बाटोतिर लाग्यो उकालोतिर र यो चाहिँ अलिकति कच्ची बाटोहरू छ भन्ने कुरा आयो ठिकै छ केही छैन अफरोड पनि मेरो लागि चाहिँ एकदम राम्रो हुन्छ म राम्रै हिँड्छु अफरोड बाटोमा सो अब तान्तिङको यात्रा सुरु भयो यहाँबाट तल्लो बाटो पिच बाटो गयो भने सिक्लेस जाँदो रहेछ अनि यो अफरोड बाटो उकालो बाटो गयो भने चाहिँ तान्तिङ जाँदो रहेछ है कि यहाँ त यत्रो बनाउनु लाग्छ अब यहाँ कहाँबाट जाने यार ला अब बाटो त कसरी जानु त यार बर्बाद भयो त यार ला बाटै छैन त यार पुरै बाटो बन्द गरेछ त यो त के हो यो सोध्नु पो पऱ्यो यार सो यो तान्तिङ र सिक्लेस जाने बाटोको चोकभन्दा माथि चाहिँ बाटो बनाउनु लागिरहेको छ म त फेरि सोधेँ त्यहाँ तल चाहिँ त्यो बाटो नै हो कि होइन म एकदम कन्फ्युज गरेर सोधेको जाने त यहीँबाट रहेछ होइन अब यो डोजरले चाहिँ मलाई बाटो छोड्न लाउनु भएको छ त्यसपछि चाहिँ म यहाँबाट कटिसके पछाडि चाहिँ त्यसपछि चाहिँ म उता पुग्नेछु त्यसले गर्दाखेरि यहाँ बाटो बनाउँदैछ कि जो डोजरले बाटो बनाउँदैछ निस्किन्छ यहाँबाट है गाह्रो छ बाटो बन्दैछ लगको बाटो हो के गर्ने विकास पनि गर्नु पर्यो होइन ठिकै छ ल एल्ला मिसले दिएको नम्बरमा फोन गरेँ उहाँले फोनै उठाउनु भएन अब एल्ला मिसलाई नै भन्नुपर्ने भयो उहाँले फोन उठाउनु भएन भनेर मलाई फेरि किन भन्दाखेरि म त यो ठाउँै चिनेको छैन नि त ठाउँ नचिनेपछि त फेरि मैले सोध्दै जानु पऱ्यो फेरि एकातिर गएँ भने बर्बाद हुन्छ मिस नमस्ते फेरि दुःख दिएँ हजुरलाई मैले दुःख दिएँ के ए हो र कता पुग्नु भयो यो सिल्दजुरे भन्ने छाचोकमा पुगेँ होइन छाचोकभन्दा अलि माथि हो सर त्यही त नि अनि उहाँलाई फोन गरेको उहाँको फोनै उठेन के 3 चोटि फोन गरेँ म एकचोटि भन्छ है एकचोटि फोन गरिदिनु होइन ल ओके जान त म सोध्दै पुगेको छु तान्तिङ ल म एकचोटि यहाँ एकजना दिदी हुनुहुन्छ उहाँलाई सोधेँ मैले कति टाढा हो यहाँबाट कति घन्टा पौनी घन्टाको 45 मिनट ए 45 मिनट पुग्दो रहेछ त्यहाँ भनिदिनु राख्नु है त ए हुन्छ सर म फोन गरि ल ल ल ल ल सबै आउने गरेर भनेको ए यहीँबाट होइन तान्तिङ जान्छ यही हो नि म फर्स्ट टाइम आएको त थाहा छैन कि मलाई त्यही भएर कि पक्की पुल आउँछ ए अनि पक्की पुल आसी अनि यता राइट नलाउनु कि लेफ्ट जानु ठ्याक्कै ठ्याक्कै ए पक्की पुल पछि लेफ्ट जानु पर्यो होइन हजुर यतातिर लाग्नु यतातिर नआउनु हजुर त्यो दाहिनेतिर नजाने देब्रेतिर जानु पर्यो ठ्याक्कै जानु पत्ता लाग्छ ए हस् थ्याङ्क यू ल धन्यवाद ल यहाँ एकजना हाम्रो प्यारो दिदीले कि बहिनीको उहाँले चाहिँ जानकारी दिनुभयो अब म लाग्छु एयरलाइन्सलाई मैले जानकारी गराएको छु उहाँले एकजना हाम्रो हिमाल सरको नम्बर दिनुभएको थियो तर हिमाल सरले फोन उठाउनु भने 3 चोटिसम्म उठाउनु भने फेरि म एयरलाइन्सलाई नै मैले फोन गरेँ उहाँले भनिदिनुहुन्छ सो अब 45 मिनटमा यहाँ पुग्छ भन्ने जानकारी भयो अब यसपछि मेरो यात्रा फेरि लाग्छ है त ल धन्यवाद यो बाटोमा यस्तो राम्रो चिजहरू पनि देखिएको छ होइन कस्तो राम्रो बाटोहरू अप्रोड छ तै पनि साइड डाँडाहरू कस्तो राम्रो डाँडाहरू छ है एकदमै रमाइलो फिल भइरहेको छ यो यात्रा चाहिँ एकदम रमाइलो भएको छ तपाईँहरूले चाहिँ यो माथि गइसके पछाडि अब हिउँहरू चाहिँ हिमाल बजारे हुन्छ तर त्यहाँ माथि क्लाउड भइरहेको छ होइन अलिकति त अगाडिहरू छ त्यो अगाडि चाहिँ अलिकति हिउँ देखिरहेको छ तर त्यहाँ अलिकति क्लाउडी भएको हिसाबले गर्दाखेरि क्लियर देखेको छैन आई थिङ्क अब मलाई लकले कतिको फेभर गर्छ अनि
क्लाउडी भएन भने चाहिँ मजाले हिँडेर पाइन्छ होइन एकदम लेट्सी रमाइलो छ हे जिन्दगी यात्रा रहेछ यात्रा रहेछ जिन्दगी एक्लै जिउनु पर्दो यात्रा रहेछ जिन्दगी एक्लै जिउनु पर्दो फोन आए जस्तो छ मलाई कति घन्टा लाग्छ अब कति किलोमिटर छ नि पुल आएपछि दिनु ल है त यतिखेर चाहिँ म यो मादी नदी जादु पुलमा है मादी नदी जादु पुल जादु पुल ल यहाँबाट चाहिँ अब तान्तिङको यात्रा सुरु हुन्छ पुल कटेपछि चाहिँ उहाँले भन्नुभएको मलाई देब्रे पुल कटेपछि देब्रे भन्नुभएको हो पुल कटेपछि म देब्रे जानुपर्छ दाहिने जाने होइन पुल चाहिँ कट्नु पऱ्यो पुल कटेपछि देब्रे भनिसके पछाडि अब यहाँबाट देब्रे लाग्नु पऱ्यो यहाँबाट तर तान्तिङको लागि चाहिँ अलिकति अफरोडै रहेछ बाटो चाहिँ है यदि तपाईँ तान्तिङमा आउनुहुन्छ तपाईँ भने चाहिँ अलिकति भनौँ न एक्सपर्टहरू भयो अथवा क्रस फायरहरू भयो अफरोड बाइकहरू लिएर आउँछ एकदम राम्रो यस्तो बाटोको म त फेरि ब्याकअप बिग्राएर हामी यहाँबाट गयो यहाँबाट कता जाने अब यता माथि दाहिनेतिर हजुर दाहिनेतिर जानु पऱ्यो है अब कति समय लाग्ला हजुर यहाँबाट लगभग पौने घन्टा लाग्छ यो के हो नि खास यता ए हाइड्रो पावरको हो ए हजुर पनि यहीँकै हुनुहुन्छ ए जस यहाँ जाँदाखेरि चाहिँ हामी दाहिने जानु पर्यो अब देउरतिर गयो भने तल फेरि हाइड्रोको पावर हजुर सुपर माथिको हजुर माथिमा जानु यो सुपर माथिको हो यो चाहिँ हिमालयन हाइड्रो यो चाहिँ हिमालयन हाइड्रो पावर अर्को हाइड्रो पावर कहाँ हो सुपर पावर ए उता पार छैन त्यहाँ देब्रेतिर गयो नि त्यता त पुगिन्छ अब म तान्तिङ जानलाई चाहिँ दाहिनेतिर लाग्नु पऱ्यो चाहिँ ए हस् ल धन्यवाद ल थ्याङ्क यू अझै एकछिन बजाउनु न प्र्याक्टिस हो ल गर्नु त प्र्याक्टिस म एकछिन गर्छु त ल यहाँ एकजनाले यो समाइदिनु पऱ्यो एकदम राम्रो ल अलराइट सो यतिखेर चाहिँ यहाँ हाम्रो भाइहरू चाहिँ बाजा प्र्याक्टिस गरिराख्नु भएको छ एकदम दामी बाजा म चाहिँ अब यो तान्तिङको नजिक पुगिरहेको छु बाटोमा जे देखिरहेको छ तपाईँहरूलाई खिचेर देखिरहेको छु सो थ्याङ्क यू किप लभिङ है त युट्युब च्यानलको नाम एसटी क्रिएसन है तपाईँहरूको आउँछ एसटी क्रिएसन हेर्नु होला
रहेछु यहाँ बल्ल माथि कहाँनिर आएँ मलाई थाहा छैन। यो बाटो चाहिँ एकदम डेन्जर ढोस्तो भएको हिसाबले गर्दाखेरि म चाहिँ खास ट्राई गरेको यो स्कुटर चाहिँ अब कतिको बलियो छ भनेर ट्राई गर्नुको लागि पनि खास यो स्कुटर लिएर आएको मैले। यो एन्ट्रक चाहिँ एफआई हो, यो रेस एडिसन, जस अफ रोडमा पनि राम्रो छ भनेर भनेको थिएँ। त्यही भएर यसलाई एकचोटि ट्राई पनि गरौँ भनेर चाहिँ खास लिएर आएको। राम्रो रहेछ, यस्तो राम्रो ठाउँ छ यहाँनिर। यो भेडीगोठ, यहाँनिर भेडीगोठ यहाँ छ गोठ चाहिँ। अब यहाँको बारेमा पनि तपाईँलाई थोरै म देखाइ नै हाल्छु है। सो जस यहाँ रमाइलो छ, राम्रो छ। तपाईँहरू पनि आउँदाखेरि यो बाटोमा यो चिजहरू पनि हेर्न नबिर्सिनु होला। यहाँ चाहिँ म यसो अलिकति यहाँ जान्छु एउटा, यहाँ माथि गएर चाहिँ तपाईँलाई चाहिँ यताउति दायाँ बायाँ देखाइहाल्छु मैले है त। ल वाह ल यस्तो राम्रो यो भेडीगोठ ल है त। ए भेडीगोठी यस्तो छ होइन। अनि घर चाहिँ भन्नु पऱ्यो यस्तो राम्रो ठाउँ छ, बवाल ठाउँ छ यो है। यहाँ आइसके पछाडि यहाँ माथि यस्तो भेडीगोठहरूको यस्तोहरू पनि छ। यो अब एकदम नजिक आइपुग्नु लाग्यो एकदमै। अब चाहिँ धेरै छैन है, हिमालु त्यहाँ हिमाल देखिरहेको छ नजिक। अब आधी घन्टामा पुगिन्छ भनेको छ। यस्तो राम्रो छ ठाउँहरू। तपाईँहरू आउँदाखेरि चाहिँ ठ्याक्कै यहाँ बसेर चाहिँ एकचोटि सर रुखहरू हेरेर यताउति दायाँ बायाँहरू जानु होला, राम्रै हुन्छ। यहाँ उखुबारी छ, यहाँ के गरिराख्नु भएको छ म त्यहाँ गएर कुरा गर्छु होला सायद एकचोटि। ल बाटोमा यहाँ आएको, यहाँ खरायो पालन गर्नु भएर चाहिँ हाम्रो यहाँ एकजना दिदीले उखु कस्तो राम्रो खरायोहरू तपाईँ देख्न सक्नुहुन्छ। वाउ 1 2 3 4 यो जङ्गलबाट छोप्नु भएको खरायो हो कि कसरी ल्याउनु भयो? ए पोखराबाट किन्नु भयो? ए के रोप्नु लाउनु भयो त हजुर? प्याज। ए त्यो झुप्पो गाउँ के हो भनेर सोधेको कि तपाईँलाई मैले। खिलाङ। ए तान्दिम पुग्न कति समय लाग्छ अब यहाँबाट? हिजो नै आधी घन्टा हुँदो रहेछ। ल है अब नजिक आइयो, पानी पिउनु पर्यो अब ट्याक्क लाएर। वेलकम टु तान्तिङ। नम्बर 4 मा आइयो हामी त। भनेर तल्लो बाटो 4 मै? ए 5 मा आएन, कति खालमा आयो? ए ओके। स्कुटरमा आएको छु, रातो स्कुटर। हामी यो तान्तिङ भन्दा माथि यो नौजु डाँडा टी हाउस, नौजु डाँडा भन्ने रहेछ यो माडी गाउँपालिका 2 तान्तिङ नै हो यो पनि। सो तपाईँ देख्न सक्नुहुन्छ नौजु डाँडा। ल हेर्नुहोस् है, नौजु डाँडा यहाँबाट हिमाल चाहिँ एकदमै नजिक देखिन्छ। हामी यो यात्रामा चाहिँ अब दाइहरूलाई पनि ट्याक्क भेटिरहेको छु मैले। दाइहरूको चाहिँ यो बाइक चाहिँ बवाल छ, यो चाहिँ हिँडिहाल्छ, यसको समस्या छैन। तर यहाँ अलिकति थोरै समस्या चाहिँ अर्को इन्ट्रक पनि छ यहाँनिर। यहाँ मैले मेन चाहिँ ल हजुरको कस्तो भयो यो यात्रा भन्नु त? ल हजुरले यसो भनिदिनु त ल। राम्रो एडभेन्चर, राम्रो भयो होइन? यो रमाइलोको लागि आएको होइन, सजिलो त अब सुत्दाखेरि हुन्छ होइन। सो दाजुहरू पनि यहाँ हुनुहुन्छ। सो एकदम राम्रो भ्युज लाग्यो मलाई यहाँनिर चाहिँ। यस्तो बवाल ठाउँ रहेछ यहाँनिर। यहाँ पोखरी पनि रहेछ यहाँनिर। यहाँ तल एउटा दामी पोखरी रहेछ है। ए बवाल यो त दामी रहेछ। ल यहाँ पिकनिक स्पट्स होला सायद यो चाहिँ होइन। कति टोटल 12 किलोमिटर भन्नुभयो होइन तलबाट?
कहाँ जानु तपाईँहरू उता भित्र जानु हिउँ परिरहेछ हाम्रो भाइहरूको चाहिँ यहाँ बाबु बवाल भइरहेछ यहाँनिर ल भन्दैन भने आइदिन्छ नि हजुर के छ यार भेटिँदो रहेछ यार तिम्रो त अघि हिँड्थ्यो त त्यहाँबाट हाम्रो गाडी फसेर हैरान भयो के बिसिन त आउनु भएन माथि पुगिसकेको सबैले ड्युक लिएर आएको मैले लिएर आउँथेँ ड्युक यार त्यसै यार अलराइट चलो हाम्रो ड्युकको हाम्रो साथीहरू हुनुहुन्छ ड्युक बाइकबाट हाम्रो बिजनेसमा आउँदै हुनुहुन्छ होइन माथि पुगिसक्यो पुगिसक्नु भयो उहाँलाई भेटिन्छ ल ल के अन्त के होला कस्तो भयो यहाँसम्मको यात्रा भन्दै थियो यार रमाइलो बवाल छ दाइ मोबाइल छ होइन अब ड्युक लिएर आउनु पर्ने मैले स्कुटर लिएर आएको यो मेरो ट्राई हो कि मेरो पनि यो होइन हिमालय उति नजिकै देखिन्छ होइन ल ठिक छ है त ल बिस्तारै हिँड्नु भन्दा खिच्छ न के भयो तालम केलाई के छ यार पैसा ठिकै छ तेरे यार म सस्पेन्ड आइदिएको कि म चाहिँ स्कुटरमा आइदिएको ल बिसिन्जीलाई तानम ल दाइ आएपछि त बाइक बिग्रियो नि केही हुन्न क्या अब ल ल ड्युक बाइक हेर्नुहोस् साथी हो यस्तो ड्युक भनेको यस्तो हिमालमा पनि आउँछ साथीहरूको अलिकति यो चिप्लेर मात्रै हो बवाल हुन्छ यो फेरि ब्लकमा जान्छ है फेरि ड्युक हेर्नुहोस् है ड्युक कति धेरै छ यहाँ पुरा टिम आइरहेछ हिउँ बवाल परिरहेछ बाटोमा स्कुटर आइसक्यो होइन अब कहाँसम्म यो यहाँ कहाँसम्म हो यस्तै सबै होइन तपाईँ हाम्रो साथी आउँदैछ ल यहाँ हाम्रो ड्युक बाइक त देख्नुहुन्छ हाम्रो पोखराको लागि गण्डकीको लागि हाम्रो चाहिँ विष्णु सर हुनुहुन्छ सो ल अलिकति केही भनिदिनु नि त आजको तपाईँको ट्राभलको बारेमा हजुरलाई नि यहाँ भेट्न पाइयो होइन खुसी लाग्यो हामी चाहिँ पोखरादेखि यहाँ कानपुर डाँडासम्म एउटा केटिएमको एडभेन्चर राइड गर्दै थियो होइन पुरै बाटोमा हिउँ रहेछ हामी 26 जना छौँ हामी टिममा चाहिँ हजुर हजुर एउटा गाडी पनि छ अब बाटोमा केही भइहाल्छ भनेर गाडी सुत्ता लिएर आएको थियो तर त्यस यहाँसम्म हामीले बाइक ल्यायो हाम्रो लक्ष्य भनेको माथि नै पुग्ने छ अब हिउँ खेल्ने नै हो होइन यो हिउँ परेछ भनेर नि आएको हामीले पेट्रोल सक्यो भने के हुन्छ त पेट्रोल सक्यो भने हाम्रो बाइकमा सबै फुल ट्याङ्की छ अनि खासै त्यस्तो पेट्रोल केही सोध्न खोजेको कि मेरो सकिन लाग्यो स्कुटरमा दिएर हामी हेल्प गरौँ चिन्ता नमान्नु ल हाम्रो टेक्निकल टिम सहित हुनुहुन्छ हाम्रो सिनियर यहाँ हाम्रो टेक्निसियन पनि हुन्छ कति जानुभयो दाइ महेश दाइको जानुभयो ल महेश दाइ यता आउनु ल यहाँ महेश दाइ फेरि मेरो एकदम प्यारो दाइ हो फेरि जमानादेखि मेरो दाइले जमाना मेरो बाइक सब मेरो दाइले हेर्नुहुन्थ्यो अब केही भनिदिनु ल दाइ ल आजको यहाँ ट्रेकको बारेमा यात्रा साह्रै रमाइलो भयो अझै भोलि पनि आशा छ यस्तै होस् हाम्रो महेश दाइ चाहिँ हाम्रो केटिएम ग्रुपको चाहिँ सिनियर टेक्निसियन हुनुहुन्छ यो सिनियर मेकानिक के भन्छ त्यसलाई थाकै शब्द के भन्छ हाम्रो सिनियर मेकानिक हुनुहुन्छ मान्छे अलवेज ह्यान्डसम फेरि होइन पक्का हिमालमै गएको जस्तो देखिन्छ है तपाईँलाई ल अझै माथि जानु रमाइलो गर्नु भयो त दाइ ल ल बाँकी कुरा हेर्दै जानु ल ल थ्याङ्क यू ल ल साथी हो
बहुत गाह्रो हुन्छ पछाडि एकदम चिप्लेर पततततै हुँदो रहेछ मोबाइल पोखे जस्तो कि यस्तो हुँदैन रहेछ त्यही पनि म सेकेन्डमा छु होइन साथीहरू सेकेन्डमा होइन म सेकेन्डमा छु है अहिलेसम्मको ट्राभल कस्तो भइरहेछ ल भन्नुहोस् तपाईँले भन्नु मैले हानेको राइड मध्ये दिन्छ गर्नु भएको रे सबसे गाह्रो है हिउँमा हिँड्दाखेरि हिउँमा त अलिक डेन्जर चिप्लो जस यो आउँछ भन्दा मलाई लागेको थियो अब हामी डियो लिएर मनाङ पुगेका छौँ त्यो हिसाबले त जान्छ भनेपछि माथि गइन्न अब हामी If you want to see that, Manang on scooter, Nepal is wonder video is on YouTube. Because that मैले पुरा ठाउँ जतिमा चाहिँ पुऱ्याउनु पर्यो है ल गाइजहरु देखिहाल्नु भयो मेरो दुःख हैन दुःख भन्ने के रमाइलो भन्ने खास यसैको लागि आएको दुःख यसलाई दुःख भन्न मिलेन जस्ट यसैको लागि आएको हैन सो तपाईलाई चाहिँ कस्तो होला भन्दिनु त सट्ट मलाई चाहिँ एकदम रमाइलो लाग्छ हैन यहाँसम्म आइयो भएन अहिले त गर्मी नि यहाँसम्म बाइक लिएर आयो अहिले तल त हात दिँदा चिसो भयो अहिले त गर्मी भयो यार अलराइट सो मेरो स्कुटर चाहिँ राखेको छ नि नचलाउ एकछिन नचलाइ 10 को स्पिड हान्दा नि बताउँदैन के राम्रो छ नि हैन ल साथी हो अब साथीहरु स्विजरल्यान्ड भन्नुहुन्छ किन स्विजरल्यान्ड जानु पर्यो नेपालमा नेपालको पनि यो तान्तिङ भन्दा तान्तिङ हैन हामी आएको कहाँ रे कर्पुडाँडामा आउँदाखेरि यो पुरा यस्तो छ स्थिति हैन अब माथि जान सकिदैन जस्तो छ है एकदमै गाह्रो छ अब यहाँ तल साथीहरु चाहिँ अब बाइक स्कुटर कहाँ राख्ने हो अब बाइक चाहिँ ल है अब यो तल कसरी राखिराख्नु भएको छ म एकचोटि साथीहरुको अवस्था पनि देखाउँछु साँझ पनि भइसकेको छ लगभग राति परिसकेको छ अब हिँड्न जान पर्ने सम्भावना छ ल माथि जानलाई गाह्रो छ साथी हो अहिले छेउछेउमा लाउनु पर्यो अब बहुत गाह्रो छ माथि झन् धेरै हिउँ रहेछ हिउँ छ एकदम डेन्जर हिउँ छ माथि यहीँ राखेको एकदम बेस्ट माथि डेन्जर हिउँ रहेछ झन् ल आइस क्या आइस बिन्जी सुन्नुहोस् माथिलाई जान गाह्रो छ है माथि यहाँ त के छ हिउँ यहाँ त केही छैन यहाँ त माथि त डेन्जर आइस छ पुरै आइस छ ल हेलो हेलो ल अब यहीँ राख्नुपर्छ सकिँदैन यहाँ माथि ल र राखिएछ त ल यसरी मिलाएर राखौँ ल साथीहरूले यसरी मिलाएर राखिसक्नु भएको छ रात परिसकेछ यार ओहो रात पऱ्यो अब छिटछिट जानुपर्छ अब ल यो टन्नै छ होइन अब यो पनि बस्यो ल ठिक छ अब यति भएपछि हामी हिँडेर गइन्छ अब
ल जाम भाइ र ल साथी हो ल ल हेर्नुहोस् यहाँ त के छ र माथि त दिन्छ आइसकेछ यार ए म त गएर आइसकेँ नि ल ल यस्तो छ साथी हो यो रमाइलोको लागि आएको हो यसलाई रमाइलो मानिन्छ यसलाई दुःख मानिँदैन दुःख त अलिकति भयो किन भन्दाखेरि पल्टियो यताउति भयो गाजाङगुजुङ भयो होइन तर रमाइलोको लागि भनेर आएपछि अब यसलाई दुःख भन्दा पनि रमाइलोको रूपमा लिन पर्यो रमाइलोको रूपमा लिएको छु त्यसले गर्दाखेरि अब हाम्रो हिँडेर यात्रा अब हाम्रो 45 मिनटको यात्रा अब हिँडेर सुरु हुन्छ यो हिँड्न पनि गाह्रो हुँदो रहेछ हिउँमा मान्छेले सगरमाथा चढ्ने भन्थे तर यो हिउँमा हिँड्न पनि गाह्रो हुँदो रहेछ एकदम खुट्टा चरप चिप्लिँदो रहेछ यी साथीले अझै पनि ट्राई गरिराख्नु पर्छ माथिसम्म लैजाने तर गाह्रो छ बहुत गाह्रो छ यो बहुत गाह्रो छ यो बहुत गाह्रो छ राजमा मलाई आउनु भनेकै हो यो गाह्रो छ अब हिँडेर जाने हिँडेर पुरै आइस छ अनि कसरी हुन्छ त यार यो बाटोमा यार यस्तो आइसमा त कहाँ बाइक स्कुटर हिँड्न सक्छ 4 व्हिल 4 व्हिलर हिँड्न गाह्रो छ हैट ल साथी हो फाइनल्ली अब के अरे अब हिँड्न थाल्यो अब यात्रा सुरु भयो खुट्टाको यात्रा तपाईँ देख्न सक्नुहुन्छ बाटो पुरै हिउँ छ खुट्टा त मजाले चिप्लिरहेछ भनेपछि बाइक स्कुटर हिँड्ने त चान्सै छैन होइन अब जतिसुकै लो लाइट भने पनि रात परेपछि चाहिँ यस्तै हो कि त डिएसएलआर मिररलेस क्यामेरा हुनु पऱ्यो यो डिजिआई भने पनि गोप्रो भने पनि एक्सन जे भने इन्स्टा भने पनि जतिसुकै लो लाइट भने पनि तर यसको नाइट पर्फर्मेन्स चाहिँ अलिकति झुरै हुन्छ लाइट छैन भने तर गोप्रोको तुलनामा यसको धेरै राम्रो रहेछ म यसको लाइट लो लाइट टेस्ट गरिरहेको छु राति भइरहेछ जुनको उज्यालो छ यहाँ जुनको उज्यालोमा हिँड्न पाइएको छ पुरै हिउँ छ भुइँमा सो यही नै हो जिन्दगी यसलाई दुःख भन्ने के भन्ने अब खासै यसैको लागि आएको हो यसलाई अलिअलि दुःख त भइ नै हाल्यो है सोचेभन्दा अलिकति फरक भयो तर पनि रमाइलो छ ल फाइनल्ली डेस्टिनेसनमा पुग्यो है डेस्टिनेसनमा डाँडोमा ल अब यति भएपछि चाहिँ डेस्टिनेसनमा पुग्यो भने बुझ्यो ओके खाना पहिला के हो कसो यहाँबाट पुरा हिमालहरू पनि देखेछ अब यो रातिमा त केही देखिँदैन भोलि बिहान देखाउँछु तपाईँहरूलाई है त ए कहाँ हो सुन्नु न यहाँको कोही हुनुहुन्छ मिड नाइट भनेको कुन हो मिड नाइट यही हो ओके ल फाइनल्ली राम्रै ठाउँमा आएछ हामी हाम्रो हिमाल सरको यही हो नि ओके फोन लाएन भन्दै थियो त तपाईँको के हो ल भेटियो है त ठक्क ल हिमाल सरकोमा आइयो माथि डाँडामा ल नमस्ते हजुरलाई ल यो मेसको नाम चाहिँ मिड नाइट रहेछ हजुरको नाम भनिदिनु त फ्याट एकचोटि मेरो नाम चाहिँ तेजेन्द्र गुरुङ टेकेन्द्र ल टेकेन्द्र सरलाई भेट्यो अब डेस्टिनेसनमा पुग्यो अब अरू बाहिरको कुरा देखाउनु त आज रात परेछ भोलि सबै कुरा देखाइन्छ यहाँको अब के कस्तो छ भनेर ल यसो खिचेँ है त यो आगोलाई चाहिँ होइन अब मान्छे त खासै देखिँदैन यो अँध्यारोमा मान्छे देखिनलाई चाहिँ यसो यो बत्ती बाल्नु पर्छ सबैजना देखिन्छ ल हजुरहरू चाहिँ कहाँबाट आउनु बोल भनिदिनु त ल बोलदेखि अमर सिंह म पनि त्यही नजिक बुद्ध चोकबाट है मेरो घर चाहिँ त्यो बुद्ध चोक हजुर हजुर ब्लगर भन्नाले अलिअलि हल्का फुल्का च्यानल एसटी क्रिएसन है यो एसटी क्रिएसन चाहिँ तपाईँहरूलाई भोलि उज्यालोमा देखाइदिन्छ यो रातिको फाइनली हामी डेस्टिनेसनमा आइसकेका छ सो एकदमै रमाइलो नै भयो दुःख त अभियसली भयो दुःखै पाउन हिँड्या हो सो फाइनली एउटा डेस्टिनेसनमा आएको छ तर यहाँ रातिमा चाहिँ केही देखिन्छ दिउँसोमा चाहिँ भोलि बिहान बवाल देखिन्छ भन्ने मैले एक्सपेक्ट गरिरहेको छु सो होप्सो बिहानको चाहिँ तपाईँलाई भिडियो देखाउँछु यता आजको ब्याट्री पनि सकिन लागिरहेको छ अब हेरौँ यहाँ बत्ती बिजुली देखिरहेको छु चार्ज पाउँछ पाउँदैन होइन ल है त दानस
कति बसौ माइतैमा खोजमा माइतीको कौसीमा नाकेको रौसीमा मैले के गरौँ तिमी आउँछौ कि अर्को बेगारौ तिमी आउँछौ कि अर्को बेगारौ चैत 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 भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार रानी फुले झै साँझमा ल ऋतुहरूमा तिमी ल ऋतुहरूमा तिमी हरियाली बसन्त हो नदीहरूमा तिमी गङ्गा हौ उबाट ऊ कोबाट है कोबाट कलकटे काइयो केस मेरो बाङ्गो टेबलमा ऐना छ कलकटे काइयो केस मेरो बाङ्गो टेबलमा ऐना छ पिरत मैले गाएको होइन ऐना छ तुमकै बाला जुनौला उयो दामोदर सर भन्नेमा है दामोदर सरले यहाँ सुनौँ न यहाँ म टिम सुनौँ गीत गाइरहेको न लगाउँ त म गाउँ न दामोदर सरले रातभरि रुवाउँछ रोजाउन त कुन चाहिँलाई कुन सुहाउँछ पानको पात ए माया ताली सम्झन्छु दिनको रातभरि रुवाउँछ रोजाउन त कुन चाहिँलाई कुन सुहाउँछ पानको पात ए माया तिमीलाई सम्झन्छु दिनको हे गर्छु म सबैलाई हाई पर्नुहुन्छ उहाँ हाम्रो दाइ माया तिमीलाई सम्झन्छु दिनको ए सकियो यार दुईचोटि त घुमाउनु पर्यो नि पर्नुहुन्छ उहाँ हाम्रो दाइ पानको यो टिमको प्रेजेन्टेसन एकदम विक भइरहेछ है त्यस्तो हैन यस्तो आउँदै आउँदैन कि अन्तचरी मोटिभेट गर्नु न आको छ गोर्खा मनका अब दोरी होइन सुन्नुहोस् अब केटा भर्सेस केटी हुन्छ यहाँ दोरी होइन यहाँ यहीसम्म बाइक ल्याउन सक्ने यत्रो हिउँमा को होइन हामीले बोकेर मतलब दुःख चलाएर बोकेर KTM do guys एउटा गीतको भाका निकाल्दिनु पानको पात 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 पानको छै 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 ठीक छैन जमाना राइको पुवाको राइको पुवाको ओहनी रमाइलो भएको गोर्खा मनका
यही भइरहेछ गीत त सरी है सबलाई थाहा छ पर्वतको बाइका छो सोध उसलाई कसको बढी हात भात बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यो हातले सधैँभरि नेपाल लेख्न पाइयोस् होइन। सो पक्कै पनि एकदमै राम्रो यो ऱ्याम्स तपाईँले सुनिसक्नु भएको छ। सो यो तपाईँले देखिरहनु भएको छ हिमाल सँगसँगै हाम्रो नेपालको झन्डा। अनि यहाँ चाहिँ मेरो एकदमै आदरणीय दाजु हाम्रो महेश दाई हुनुहुन्छ। दाईको भिडियो पनि टक्क आउँछ। सो गुड मर्निङ ल कस्तो भइरहेछ? सो कस्तो भइरहेछ? एकदम गुड फिल भइरहेछ हो। दानाको भाइब्स कस्तो भयो? एकदम राम्रो भयो है। हटले पनि खाँदै नाइस। र पक्कै पनि तपाईँले देखिरहनु भएको छ कर्पु डाँडा। यो तामथिङदेखि माथि तपाईँ पुगिसकेपछि कर्पु डाँडामा आइपुग्नुहुन्छ। अब आजको बिहानको ब्लग स्टार्ट भइसकेको छ। अब के एक्टिभिटिजहरू हुन्छ त म तपाईँलाई देखाउँदै जानेछु है त। हस् थ्याङ्क यू। अलराइट सो गुड मर्निङ एभ्री वान। सो हिजो साँझको विभिन्न एक्टिभिटिजहरू तपाईँलाई देखाइसकेको छु। सो आज बिहानै भइसकेको छ। म अझै बिहानै उठ्नुपर्ने हो तर बिहानै उठ्न चाहिँ सकिनँ। अलिकति चिसो फिल भयो मलाई। सो भर्खर मात्र उठेको छु। सो साथीभाइहरू चाहिँ उठेर पनि हिउँ खेलिसक्नु भएको छ। यो कुनाको हिउँहरूमा तपाईँ ब्याकग्राउन्डमा देख्नुहुन्छ। अब यो हिउँ मात्रै होइन तपाईँलाई म चाहिँ अब हिमालहरू पनि देखाउँछु ल तपाईँहरूलाई चाहिँ सर ल। यस्तो मजाको हिमाल देखिरहेको छ तपाईँहरूलाई बिहानको यो भ्यूज यो डाँडामा आइसके पछाडि चाहिँ एकदमै रमाइलो हुन्छ। अनि अझै माथिसम्म पुग्नुपर्छ र एकदमै रमाइलो हिम श्रृङ्खलाहरू हेर्नको लागि डाँडाकाहरू हेर्नको लागि। सो अब म माथि पनि जाँदैछु। सो उठ्ने बित्तिकै चाहिँ यहाँनिर यो जहाँनिर हामी बसिरहेको हो हाम्रो टेन्टहरू यही नै हो बसेको टेन्टको। यहाँबाट पनि हिमालहरू एकदमै राम्रो देख्दो रहेछ। अलिकति मलाई अलिक खै यस्तो फ्रेस भएको छैन अहिले पनि। म एकदम चिसो भएर राति सुत्न अलिक गाह्रो भयो मलाई। अनि त्यही भएर पनि अलिक ढिलो उठेँ म। हेर्नुहोस् त कस्तो राम्रो हिमालहरू देखिरहेको ल दामी वाल लागिरहेछ ल। अब चाहिँ हामी अलिकति खासमा त्यो माथि डाँडामा पुग्नुपर्छ अरे होइन। त्यहाँ माथि पुग्नु त सायद म ट्राई गर्छु सक्दिनँ त भन्दैन। तर म यो डाँडासम्म चाहिँ पुगेर चाहिँ तपाईँहरूलाई चाहिँ यहाँबाट सबै कुरा देखाउँछु एकचोटि है। ल बाँकी कुरा तपाईँलाई फेरि देखाउँछु। यहाँको हिमालहरू चाहिँ सरी हिमालहरू हिउँहरू चाहिँ सुकिसकेको छ। यो यस्तो यस्तो कक्रक्क बस्छ हिउँहरू सुकेर यहाँ पनि डेन्जर हिउँ थियो अहिले सुकिसकेछ। यहाँ चाहिँ आएको चाहिँ बिहान पनि हिउँ खेल्नु छ। तर यति बिहान नै चाहिँ हिउँ खेल्नु हुँदैन भन्छन् होइन। हात एकदम चिसो कठारिङ छ होइन। सो ठिकै छ। अब चाहिँ म माथि जान्छु। माथि गएर फेरि तपाईँलाई केही कुराहरू देखाउँछु है। ल यो बिहान हो। सो सबैजनालाई कुन टाइममा हेर्नुहुन्छ भिडियो थाहा छैन। तर मैले चाहिँ सबैजनालाई गुड मर्निङ एभ्रीवान भन्न चाहन्छु। साथीहरू यहाँ चाहिँ हेरिरहनु छ ठिक छ। हो यति सानो बच्चालाई के भयो? चिसो हुँदैन बच्चालाई? अबि ल सक्नु है बच्चाले है। ल गुड मर्निङ है तपाईँहरूलाई पनि। ल कस्तो माथिसम्म पुर्याउनु भयो? हेलो क्युटी। ए नजाडो होला। ल एसटी क्रिएसन है हजुर। ल म माथि चाहिँ लाग्दैछु होइन। तपाईँले मेरो अनुहार देख्नु भएको छ होला। मैले अनुहार पनि धोएको छैन किन भन्दा पानी एकदम चिसो छ। एक्सट्रिमली चिसो छ होइन। सो अनुहार मैले मात्रै होइन धेरै धुनु भएन जहाँसम्म मलाई लाग्छ होइन। सो एकदमै चिसो छ। सो चिसो भए पनि यहाँको चाहिँ माहौल हेरिसके पछाडि त्यो एकदमै वार्म फिल हुन्छ सबैजनालाई होइन। सो अलिकति माथि जाँदैछु म। धेरै माथि जान त सक्दिनँ आई थिङ्क होइन। नजिकै यहाँ डाँडामा चाहिँ जाने प्रयास गर्छु। बिहानमा यो एक्सर्साइज पनि हो। हेरौँ कहाँसम्म पुग्छु म। थुप्रै साथीहरू हुनुहुन्थ्यो मतलब चिनिजानेको साथीहरू। उहाँहरू चाहिँ बिहान माथि गएर आइसक्यो भन्दै हुनुहुन्थ्यो। अब हेरौँ उहाँहरूको पनि प्रतिक्रिया लिउँ न।
मलाई चाहिँ अलिकति बिहान अलिकति अलिक गाह्रो भयो यार उठ्नलाई मलाई। किन भन्दा रातिमा मलाई अलिकति एकछिन कस्तो निन्द्रा लागेन कि एकछिन त्यो एकचोटि झ्याप्प निदाइहाल्ने होइन। अनि लगभग म 4 बजीतिर उठेको थिएँ। अनि 4 बजीदेखि मलाई 1 घन्टा निन्द्रा लागेन चिसोले गर्दा क्या। सो खासै सनराइज हेर्नु पर्ने हो यहाँनिर। ओकेको सनराइज सनराइज हेर्ने मान्छे त सनराइज अघि हेरिसक्नु भयो। म त सनराइज होइन अब सनसेट हेर्नुपर्ने बेला भइसकेको छ भन्न त मिल्दैन। र पनि अलि ढिलै भयो किन भन्दाखेरि 6:30 बजे उठ्नुपर्ने म 7 बजे मात्रै बल्ल उठेँ। मान्छेहरू 6 बजे उठेर आउँदा रहेछ नि होइन। 6 अघि त मेरो साथीले त 5:30मा निस्केको भन्दै हुनुहुन्थ्यो। सो 5:30 त आमामा धेरै नै छिटो भयो नि त। सो घाम चाहिँ निस्किसकेको छ। अनि साथीहरू यहाँ चाहिँ फोटोसुट गरिराख्नु भएको छ। म चाहिँ फोटोसुट पनि गर्दिनँ, जस्ट भ्लगमा सर्ट भिडियोजहरू तपाईँलाई देखाउने प्रयास गर्छु। एन्ड फाइनल्ली घाम यति माथि आइसकेको छ है। ल तपाईँ देख्न सक्नुहुन्छ है। सो घाम माथि आइसकेको छ है। तपाईँलाई यो घाम देखाइसकेको छु मैले। अनि एकदमै दामी ठाउँ रहेछ यहाँनिर। ल यस्तो राम्रो ठाउँ ल हेर्नु त। आमामा घाम त्यहाँ माथि देखिहाल्नु भयो। तर यहाँनिर क्लाउड पनि एकदमै क्लाउडी हुन्छ। यो उसतिर जस्तो लाइक के भन्छ यो अहिले तनहुँको उस छ नि के अरे समथिङ के भन्थ्यो यार नामै आएन हौ मलाई त अहिले। कस्तो माइन्ड डाउन भइरहेको मेरो यार सिरियसली यार। ओके के अरे फेरि नाम आएको थियो फेरि बिर्सिहालेको यार। एनिवेज तनहुँमा छ नि एउटा के भन्छ यार त्यो एकदम कुहिरो लाग्ने ठाउँ क्या हो त्यो के त्यस्तो जस्तै देखिन्थ्यो यहाँ भन्नुभएको थियो। तर यहाँ चाहिँ एकदम मौसम चाहिँ अलिक क्लियर छ। अस्ति हिउँ पऱ्यो भन्ने बित्तिकै दौडिहालेको म चाहिँ। अझै तर राम्रोसँग यो माथि हिमालहरू चाहिँ राम्रोसँग हिउँ पर्नु सकिहाल्यो रहेछ। तर यहाँ चाहिँ हिउँ हिजो बाटोमा चाहिँ यस्तो गाह्रो भयो हिउँले आम्मामा अति गाह्रो भयो है। हामीले त स्कुटर पनि बाइक पनि तलै छोडेर आएको हो। सो हल्का खुमाइको भाइस पनि आउँदो रहेछ यहाँनिर किनभने यो घाँसहरू देख्दाखेरि। तर त्यस्तो चाहिँ होइन। लाली गुराँस पनि यहाँ मजाले हुँदो रहेछ त्यो भन्ने कुरा गर्नु छ। त्यो माथि डाँडाबाट अघि मात्रै त्यहाँ तल भुँडी खिचिरहेको थिएँ यहाँ माथिबाट सर। अझै हिउँ यो चाहिँ पुरै सेताममै हुन्छ अरे क्या यो अलि पछाडि। सो तपाईँहरू चाहिँ आउनुभयो भने अलिकति भनौँ न यो माघको लास्टतिर आउनुभयो भने चाहिँ तपाईँहरू चाहिँ यो हिउँ चाहिँ मजाले यो पल्लो छेउदेखि ओल्लो छेउमा पुरै यसरी देख्न पाउनुहुन्छ अरे होइन। ल अब टी टाइम भएको छ मेरो चाहिँ एकदमै चिसो महसुस भइरहेछ। अनि चिसो पनि छ यो किनभने बिहानको टाइममा एकदमै चिसो हुन्छ सबैलाई थाहा भएको कुरा हो। सो यहाँ चाहिँ यो हिजो चाहिँ हामीले 3085 जुन हाइट भनेर आएको थियो त्यो चाहिँ माथिको डाँडामा रहेछ। यहाँ चाहिँ 2900 समथिङको हाइट रहेछ। त्यही पनि एकदमै चिसो चाहिँ भइरहेछ। त्यसैले म बिहान मैले चाहिँ चिया सँगसँगै आगो तापिरहेको छु। माथि चाहिँ हाम्रो साथीहरू चाहिँ मलाई एकदमै रमाइलो गरिरहनु भएको छ। अब उहाँहरूले के गरिरहनु भएको छ म जान्न सक्छु है। बिस्तारै आगो बल्दैछ ल चाहिँ आगो त बिहानमा होइन त्यस पछाडि माथिसम्म हिँड्नुपर्छ। ल यो पानी चाहिँ टोटली फ्रिज भएको छ कि यो जस्तै पानी देख्नुभयो होइन यो पानी हो नि त। तर यो पानी यस्तो छ कि यस्तो छ यार खुट्टा टेकेरै हुन्छ यार यदि अलि जोड गरिन त जाँदो रहेछ है। तर है तर सामान्य तरिकाले चाहिँ जाँदैन पानी। डेन्जर फ्रिज भएको छ पानी चाहिँ होइन। सो यतातिर हेर्नु न यता त अलिक चिसो भयो कि पानीहरू ल अलि चल्छ पानी चाहिँ यस्तो छ है डेन्जर फ्रिज हुँदो रहेछ पानी फ्यार आम्मा माइनस भनेपछि त है सेट यार ल पानी है पानी डेन्जर फ्रिज छ है त। अब ब्याट्री पनि एकदम कम छ के देखाउने हो कसो देखाउने बर्बाद भयो। यहाँ चार्ज पनि गर्न नपाउँदो रहेछ। यहाँ चाहिँ तपाईँ आउँदाखेरि यहाँ चाहिँ बिजुली चाहिँ छैन होइन। सोलर पनि अलिकति ढिलो मात्रै हुँदो रहेछ।
सो मोबाइल फोनहरू अथवा कुनै पनि ग्याजेट्सहरू चार्ज गर्नु पर्यो भने चाहिँ एकदम गाह्रो छ है साथीहरू। अलराइट सो फाइनल्ली अब म चाहिँ यो कर्पुर डाँडाबाट चाहिँ अब पोखरातिर ब्याक हुँदैछु। तर पोखरामा ब्याक हुनुभन्दा अगाडि बाटोमा के कस्तो कुराहरू हुन्छ तपाईँलाई म पक्कै पनि देखाउने नै छु। सो यहाँ हाम्रो केटिएम डुक्सको हाम्रो साथीहरू चाहिँ यहाँ ग्रुप फोटो सेसन गरिरहनु भएको छ। ब्याकग्राउन्ड तपाईँले देखिरहनु भएको छ। उहाँहरू पनि अब जानको लागि एकदमै तयारी अवस्थामा हुनुहुन्छ। सो यस्तो छ पुरा होइन, ब्याकग्राउन्डमा हिमाल, अब त्यहाँ बिस्तारै हिमालको माथि माथि क्लाउडहरू आउँदैछ। बाटोमा अझै एक दुईवटा चिजहरू जस्तै बाटोमा यति धेरै स्नोहरू छ, त्यो स्नोहरू पनि म तपाईँलाई पक्कै पनि देखाउने छु। सो यहाँ साथीहरू चाहिँ सन्तोष सरको हात काटेको यस्तो ट्रेनको पङ्खाले यसरी छोडेर पछि त बेगनास तालको जाममा हाल्ने ड्रोन ल यति भन्दै फोटो खिच्ने हो के ल यति भन्दै अब हामी पनि लाग्नु पर्यो। ल अब कस्तो रमाइलो भयो होइन गाइजहरू? यो पर्सनल हो कि यो फेरि? ल ठिक छ। ल यस्तो यार खतरा खतरा राइडरहरूको बिचमा अब हिँड्न पाइने भयो होइन। सो उहाँहरूको चाहिँ अब बाइकहरू बवाल छ होइन। सो त्यो देखिन्छ पक्कै पनि। अब फाइनली अब हामी चाहिँ निस्किन्छौँ है त। ल अलराइट सो ल अब हामी ब्याक टु पोखरा। सो ब्याक टु पोखराको लागि चाहिँ यो बाटोहरूमा मजाको स्नो देख्न सक्छौँ हामीले। स्नोमा मजा बजम गर्दै हिँड्ने हो, एकदमै रमाइलो छ। सो डाँडाकाँडाहरू पनि एकदम राम्रो देखिन्छ। चिसो पनि छ अहिले, यतिखेर पनि चिसो मौसम छ। यस आई हेभ फोन। प्लिज टेक सम भिडियोज। फरक फरकको लालीगुराँस भन्नुभएको छ। सो लालीगुराँसहरू पनि हेर्न सकिन्छ। सो अहिलेको बाटोको अवस्था चाहिँ यस्तो छ होइन, पुरै सेताम्मै छ, तपाईँले देखिराख्नु भएको छ। अनि मेन कुरा चाहिँ यो लालीगुराँसहरू हो, यो सबै लालीगुराँस। अनि यो फागुनतिर भन्नुभएको छ। सो फागुनतिर चाहिँ यो लालीगुराँसहरू चाहिँ एकदमै दामी तरिकाले चाहिँ लालीगुराँस फुल्छ भनेर भन्नुभएको छ। सो हेरौँ। सो हामी चाहिँ फागुनतिर पनि फेरि आउने प्लानिङ गरिरहेको छु। लेट्स सी के हुन्छ। अब समय पनि मिल्नु पऱ्यो होइन, सबै कुराहरू मिल्नु पऱ्यो। सबै कुरा मिलिसकेपछि आई थिङ्क फागुनमा फेरि एकपटक लालीगुराँस पनि हेर्न आइयोस्। जस्तै हामी लास्ट टाइम चाहिँ पुनिलमा गएको थियो। सो पुनिलमा पनि यस्तो राम्रो लालीगुराँस थियो कि आमामा त्यस्तै हुन्छ भनेर चाहिँ भन्नुभएको छ। तर त्यस्तै हुन्छ कि हुँदैन भनेर चाहिँ त्यतिखेर आउनुपर्ने हुन्छ। तर छेउछाउमा चाहिँ लालीगुराँसको रुखहरू चाहिँ टन्नै छ है। फेरि यो सबै लालीगुराँसहरू हो है, सबै लालीगुराँसहरू हो। एकदमै राम्रो रुखहरू छ। आई थिङ्क पुनिलमा जस्तै राम्रो लालीगुराँस भइदियो भने चाहिँ यहाँ मान्छेहरू चाहिँ धेरै नै आउनुहुन्छ। किनभने मान्छेलाई थाहा रहेनछ कि यहाँ चाहिँ यस्तो छ भनेर होइन। बल्ल बल्ल भर्खर सुरु भएको छ अरे। अनि डोमेस्टिक टुरिज्म मात्रै छ यहाँनिर। जस्तै खैरीहरू लाइक अब फरेनरहरू चाहिँ खासै आएको चाहिँ देखिएन हामीले। हिजो यति धेरै मान्छे थियो, तपाईँलाई भिडियो पनि देखाइ नै हालेँ मैले। यस्तो धेरै मान्छे थियो, तर प्रायः सबै नेपालीहरू नै थियो। सो डोमेस्टिक टुरिस्ट भनौँ न। सो यो लालीगुराँसहरू नै हो सबैजना, सबैजनाहरू सबै चिजहरू यो लालीगुराँस नै हो। सो लालीगुराँसबाट तपाईँलाई म देखाइहाल्छु। तलतिर सबै हिउँ छ यहाँ। ल पारेको हिउँ श्रृङ्खलाहरू यो पनि अझै राम्रोसँग देखिन्छ भन्नुभएको छ। सो हेरौँ के हुन्छ। ल होइन तपाईँहरू बल्ल आउँदै हो, हिउँ त सक्यो त अब। ल आउनुहोस् जस हिजोभन्दा आज अलिक कम भइसकेछ हिउँ, अझै पनि छ है। ल आउनुहोस्, जानुहोस्, राम्रोसँग जानुहोस् होला। धले धले तपाईँ डन्डिया ग्रुप रहेछ क्या, डन्डीवाला। ल है त। ल साथीहरू चाहिँ यहाँ हिउँ चाहिँ अलिक कम त, हामी तल झरेपछि हिउँहरू पनि कम हुँदै गइरहेछ नि त। तल बाटोतिर चाहिँ माथि चाहिँ डेन्जरै हिउँहरू थियो होइन। अलि तल झरेपछि त अलिक कम छ, त्यही पनि रमाइलो छ। जस माथि धेरै हिउँ भएको भएर होला, तल अलिक कम देखेपछि त्यति रमाइलो नलाग्ने कि फेरि। ल ठिक छ। ल है त कस्तो भइरहेछ सरहरू? हेलो ठिक छ नि होइन? बङ्गलादेश से नाइस, भेरी नाइस। ल ल ल है त
सो फाइनली गाइज अब चाहिँ मेरो भ्लग चाहिँ यिनै इन्ड गर्नुपर्छ होला किन भन्दा मेरो यो ब्याट्री पनि लगभग सकिन लागेको छ किनकि माथि चाहिँ खास चार्ज गर्ने ठाउँ थिएन त्यो हिसाबले गर्दा पनि अब ब्याट्री सकिन लागेको हिसाबले गर्दा मैले बाध्य छु म चाहिँ अब ब्लगलाई इन्ड गर्नको लागि किन भन्दा बाटोमा हिउँहरू त प्रशस्तै छ होइन स्नोहरू मजाले बाटोभरि मजाको छ तर के गर्ने होइन ब्याट्री पनि सकिन लागेको छ लो ब्याट्री भनिसकेको छ त्यो हिसाबले गर्दाखेरि अब चाहिँ अन्तिम हो मेरो ब्लग चाहिँ सो जसले मेरो ब्लग हेरिदिनु भयो यहाँलाई धेरै धन्यवाद छ सो यो चाहिँ तान्तिङबाट अलिकति माथि मैले धेरै पटक भनिसकेको ठाउँको बारेमा सो तपाईँ पनि आउन सक्नुहुन्छ र तपाईँ केही कुराहरू चाहियो भने तपाईँले हामीलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला लाइक गरिदिनु होला र आफ्नो कुराहरू चाहिँ राखिदिनु होला है त ल थ्याङ्क यू सो मच एभ्रिवान लभ यु अल या फाइनली गाइज स्कुटरसम्म त आयो तर स्कुटरको अवस्था यस्तो छ त्यसैले चाहिँ आई लभ माई लाइफ आई लभ माई लाइफ है त साथी ल स्नो यस्तो छ है त साथी यस्तो छ यो अवस्था है रातभरिमा हिउँ पर्यो ठिक छ ल है जानी लोटाको हो क्या यो ढुङ्गामा पारी तर ठोक्यो ऊ यहाँ ढुङ्गा फुट्टे मोर यस्तो खुट्टा